के तपाईँ नेसनल आइडी अर्थात् राष्ट्रिय परिचय पत्र बनाउनु भएको छैन? यदि बनाउनु भएको छैन भने कुनै पनि सरकारी काम वा ब्याङ्कको काम गर्दै हुनुहुन्छ र तपाईँसँग परिचय पत्र छैन भने तपाईँको काम रोकिन सक्छ। आज म तपाईँलाई राष्ट्रिय परिचय पत्र फर्म कसरी भर्ने र तपाईँ कुन कुन डकुमेन्ट चाहिन्छ आज म तपाईँलाई यो भिडियोमा भन्नेछु र यो भिडियो अन्तिमसम्म हेरिसकेपछि तपाईँ पनि आफ्नै मोबाइल वा कम्प्युटरबाट सजिलै भर्न सक्नुहुनेछ। आवेदन दिनको लागि तपाईँले आफ्नो मोबाइलमा भएको क्रोम ब्राउजर ओपन गर्नुपर्ने हुन्छ र क्रोम ब्राउजर ओपन गरिसकेपछि तपाईँ यहाँ सर्च बारमा एनआइडी रजिस्ट्रेसन टाइप गरेर सर्च गर्नुहोला। अब सर्च गरेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ एनआइडी इनरोलमेन्टमा क्लिक गर्नुहोला। अब क्लिक गरिसकेपछि तपाईँलाई यस्तो खालको इन्टरफेस सो हुने गर्छ, जुन तपाईँ लगइन फर इन्डिभिजुअलमा क्लिक गर्नुपर्ने हुन्छ। तपाईँ यहाँ लगइनमा क्लिक गर्नुहोला। मोबाइल नम्बर यहाँ राख्नुपर्ने हुन्छ। तपाईँ विदेशबाट गर्दै हुनुहुन्छ भने तपाईँ घर वा घर परिवारको नम्बर लिएर पनि गर्न सक्नुहुनेछ। यहाँ मैले मोबाइल नम्बर राखिसकेको छु। राखिसकेपछि तपाईँ यहाँ तीरको निशान ब्ल्याक कलरमा देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्नुहोला। तपाईको 4 अङ्कको ओटिपी आउने गर्छ, जुन तपाईले यहाँ ओटिपी राख्नुपर्ने हुन्छ। अब ओटिपी राखेपछि तपाईको यस्तो खालको इन्टरफेस सो हुने गर्छ। अब यहाँ देख्न सक्नुहुन्छ न्यू इनरोलमेन्टमा क्लिक गर्नुहोला। अनलाइन आवेदन भर्न पूर्व ध्यान दिनुपर्ने कुराहरू, तपाईँ यसलाई पढ्न पनि सक्नुहुन्छ र तपाईँ यसलाई क्लोज पनि गर्न सक्नुहुन्छ। यसमा क्लोज गर्नुहोला। अब एप्लिकेसन डाटा, तपाईले यहाँ आफ्नो डाटा राख्नुपर्ने हुन्छ। फर्म भर्दा तपाईले आफ्नो नागरिकता अगाडि राखेर नागरिकतामा जे छ त्यस्तै लेख्नुहोला। यदि कुनै गल्ती भएमा तपाईको फर्म रिजेक्ट हुन सक्छ। र अर्को एउटा ध्यान दिनुपर्ने कुरा, जुन तपाईले यहाँ देख्न सक्नुहुन्छ स्टार, रातो कलरमा स्टार दिएको छ, त्यो अनिवार्य रूपमा तपाईले भर्नुपर्ने हुन्छ। पहिलो नाम तपाईँ नेपालीमा पहिलो नाम लेख्नुपर्ने हुन्छ र फर्स्ट नेम यहाँ तपाईले अङ्ग्रेजीमा आफ्नो नाम राख्नुपर्ने हुन्छ। यदि बिचको नाम छ भने नेपालीमा बिचको नाम राख्नुहोला। मिडल नेम अङ्ग्रेजीमा राख्न सक्नुहुन्छ। अब थर्ड तपाईँ यहाँ नेपालीमा थर राख्नुपर्ने हुन्छ। त्यस्तै गरी लास्ट नेम तपाईले आफ्नो लास्ट नेम थर राख्नुहोला अङ्ग्रेजीमा र यहाँ तपाईले जन्ममिति राख्नुपर्ने हुन्छ। नागरिकताको अनुसार तपाईले यहाँ जन्ममिति राख्नुपर्ने हुन्छ। अब जन्ममिति राखिसकेपछि तपाईँ डेट अफ बर्थ अटोमेटिक देखाउने छ। जन्मस्थान, तपाईँ यहाँ जन्मस्थानमा क्लिक गरेर तपाईँ कुन जिल्लाबाट, ताप्लेजुङ, पाँचथर, इलाम, यहाँ तपाईले आफ्नो जिल्ला छान्नुपर्ने हुन्छ। अब छानिसकेपछि नागरिकताको किसिममा तपाईँ यहाँ आफ्नो चुज गर्न सक्नुहुन्छ। वंशजमा चुज गर्नुहोला। नागरिकताको नम्बर, तपाईले आफ्नो नागरिकताको नम्बर अगाडितिर लेफ्ट साइडमा तपाईले देख्न सक्नुहुन्छ, त्यहाँ नागरिकतामा लेखिएको हुन्छ नागरिकता नम्बर, त्यो नम्बर राख्नुपर्ने हुन्छ। अब नागरिकताको नम्बर राखिसकेपछि जारी जिल्ला, तपाईँ नागरिकता कुन जिल्लाबाट लिनुभएको थियो त्यो जिल्लाको नाम यहाँ चुज गर्नुहोला। चुज गरिसकेपछि तपाईको जारी मिति, नागरिकताको पछाडिपट्टि तपाईको जारी मिति देख्न सक्नुहुन्छ, तपाईँ त्यो जारी मिति राख्नुपर्ने हुन्छ। अब राखिसकेपछि एडिसनल इन्फर्मेसन, तपाईँ लिङ्क, अब लिङ्क तपाईँ के हुनुहुन्छ, मेल हुनुहुन्छ या फिमेल हुनुहुन्छ। मेल हुनुहुन्छ भने मेलमा, फिमेल हुन्छ फिमेलमा राख्नुहोला। र अब त्यसै गरी वैवाहिक स्थिति, अब तपाईँ वैवाहिक स्थितिमा राख्नुपर्ने एउटा चुज गर्नुहोला। वैवाहिक हुनुहुन्छ भने वैवाहिकमा, अविवाहित हुनुहुन्छ अविवाहितमा राख्नुहोला। अब त्यसै गरी पितृत्वको तपाईँ ननमै राख्नुहोला। र तपाईँको शैक्षिक योग्यता, अब तपाईँ शैक्षिक योग्यता कुन तहको हो, तपाईँ यहाँ निम्न प्रकारका छन्, तपाईँ राख्न सक्नुहुन्छ। एउटा तपाईँ कुनैमा चुज गर्नुहोला। अब व्यवसाय, तपाईँको व्यवसाय कुन हो, कृषक हो, शिक्षक हो, तपाईँ एउटा चुज गर्न सक्नुहुन्छ। त्यसै गरी अब जात जाति, यहाँ जात जातिमा तपाईँ सिलेक्ट गरेर आफ्नो चुज गर्नु सक्नुहुन्छ। सो मैले चुज गरिसकेको छु। अब धर्म पनि चुज गर्नुहोला, तपाईँ कुन धर्मको हुनुहुन्छ तपाईँ चुज गर्न सक्नुहुन्छ एउटा। सबै फिलअप गरिसकेपछि तपाईँ नेक्स्टमा क्लिक गर्नुहोला। अब कन्ट्याक्ट डिटेल्स यहाँ देख्न सक्नुहुन्छ। अब कन्ट्याक्ट डिटेल्स
मोबाइल नम्बर राख्नुहोला। अब मोबाइल नम्बर राखिसकेपछि अब प्रदेश यहाँ तपाईँले छान्नु पर्ने हुन्छ। कुन प्रदेशबाट हुनुहुन्छ तपाईँ प्रदेश छान्न सक्नुहुन्छ। अब जिल्ला तपाईँले कुन जिल्लाबाट हुनुहुन्छ तपाईँ यहाँ जिल्ला राख्नुहोला। गाउँपालिका र नगरपालिका तपाईँको नगरपालिका र गाउँपालिका कुन हो तपाईँ यहाँ राख्न सक्नुहुन्छ। कुनै एउटामा तपाईँ नगरपालिकाको चुज गर्नुहोला। र वार्ड नम्बर तपाईँको वार्ड नम्बर कति नम्बरमा वार्ड नम्बर छ तपाईँ त्यो नम्बर राख्नुपर्ने हुन्छ। र यहाँ गाउँ टोल तपाईँको गाउँ टोलको नाम लेख्नुपर्ने हुन्छ। गाउँ टोल नाम लेख्नुहोला र भिलेज टोल त्यही सेम टु सेम लेख्नुहोला। अब यति गरिसकेपछि तपाईँ कपी टु पर्मानेन्टमा यसमा टिक लगाउनु होला। अब टिक लगाइसकेपछि तपाईँको यो अटोमेटिक फिल हुने गर्छ। र फिल गरिसकेपछि अब तपाईँले फेरि नेक्स्टमा क्लिक गर्नुहोला। अब तपाईँले यहाँ राख्नुपर्ने छ फ्यामिली डिटेल्स। अब तपाईँको फादरको पहिलो नाम नेपालीमा लेख्नुहोला, त्यसपछि इङ्ग्लिसमा लेख्नुहोला। बिचको नाम छ भने बिचको राख्न सक्नुहुन्छ। अब थर राख्नुहोला, तपाईँको फादरको थर राख्नुहोला नेपालीमा। त्यसपछि अङ्ग्रेजीमा पनि राख्नुहोला थर। कपी टु एप्लिकेन्टमा क्लिक गरेर तपाईँ कपी टु एप्लिकेसनमा टिक लगाउनु होला। र अब तपाईँ यहाँ देख्न सक्नुहुन्छ मदर्सको डिटेल्स। तपाईँ आफ्नो मदरको पहिलो नाम नेपालीमा लेख्नुहोला, त्यसै गरी इङ्ग्लिसमा लेख्नुहोला मदरको नेम, आमाको नेम। बिचको नाम मिडल नेम छ भनेर राख्नुहोला। त्यसै गरी तपाईँको आमाको थर यहाँ थर राख्नुहोला, त्यसै गरी इङ्ग्लिसमा थर राख्नुहोला। अब सबै गरिसकेपछि फेरि यहाँ तपाईँले टिक चिन्हमा क्लिक गर्नुहोला। अब टिक गरिसकेपछि तपाईँ यहाँ फेरि तल स्क्रोल गर्नुहोला। अब ग्रान्डफादरको तपाईँ पहिलो नाम नेपालीमा राख्नुहोला, त्यसै गरी इङ्ग्लिसमा राख्नुहोला र थर राख्नुहोला तपाईँको हजुरबुवाको नेपालीमा राख्नुहोला हजुरबुवाको थर। यहाँ अब फेरि इङ्ग्लिसमा तपाईँले राख्नुपर्ने हुन्छ हजुरबुवाको थर। अब त्यसै गरी स्क्रोल गरेर ग्रान्ड मदरको डिटेल्स राख्नुपर्ने हुन्छ। यहाँ तपाईँले आफ्नो ग्रान्ड मदरको पहिलो नाम नेपालीमा राख्नुहोला, त्यसै गरी फर्स्ट नेम अङ्ग्रेजीमा राख्नुहोला। अब थर राख्नुहोला हजुरआमाको। अब अङ्ग्रेजीमा राख्नुहोला। अब स्पाउसको डिटेल्स राख्नुपर्ने हुन्छ। यहाँ स्पाउसको डिटेल्स राख्नु होला। फर्स्ट नेम इङ्ग्लिस र नेपालीमा दुईटैमा राख्नुपर्ने हुन्छ र थर पनि त्यस्तै इङ्ग्लिस र नेपालीमा राख्नुपर्ने हुन्छ। अब राखिसकेपछि तपाईँ कपी फेरि यसमा टिक लगाउनु होला। अब टिक गरिसकेपछि यसमा गार्डियनमा चाहिँ केही गर्नु पर्दैन, तपाईँले नभर्दा पनि हुन्छ। तल सारेर तपाईँ नेक्स्टमा क्लिक गर्नु होला। अब अपोइन्टमेन्ट यहाँ अपोइन्टमेन्टको डेट यहाँ तपाईँले फिक्स गर्नुपर्ने हुन्छ। र एउटा कुरा तपाईँ यहाँ रिक्वेस्ट नम्बर देख्न सक्नुहुन्छ, यहाँ माथि देख्न सक्नुहुन्छ यो रिक्वेस्ट नम्बर। तपाईँले स्क्रिनसट वा तपाईँले नम्बर लेखेर राख्नुपर्ने हुन्छ, यो तपाईँलाई पछि काम लाग्न सक्छ। अब बायोमेट्रिक दिने स्थान अब कुन हो यहाँ सेलेक्ट गर्नुपर्ने हुन्छ। तपाईँ कहाँबाट बायोमेट्रिक दिन चाहनुहुन्छ। तपाईँ यहाँ सबै जिल्ला तोकिएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नारायणहट्टी, दरबारपुरा, नौरा, दानी विभाग। तपाईँ कुन जिल्लाबाट बायोमेट्रिक दिन चाहनुहुन्छ त्यो जिल्लाको नाम यहाँ चुज गर्नुपर्ने हुन्छ। अब चुज गरिसकेपछि तपाईँ यहाँ मिति देख्न सक्नुहुन्छ, मिति। अब तपाईँ कुन मितिमा त्यहाँ बायोमेट्रिकको लागि जान सक्नुहुन्छ, कुन मितिमा तपाईँलाई टाइम मिल्छ त्यो मिति यहाँ चुज गर्नु होला। छानिसकेपछि तपाईँ यहाँ सर्च देख्न सक्नुहुन्छ, सर्चमा क्लिक गर्नु होला। अब सर्च गरेपछि तपाईँले यहाँ टाइम देख्न सक्नुहुन्छ। अब टाइम देख्न सक्नुहुन्छ, कुनै एउटामा तपाईँले टाइम राख्नु होला र यता थोरै सारेर राइट साइड सारेर तपाईँ एउटामा कुनैमा सेलेक्ट गरेर तपाईँ सेलेक्ट गर्नुपर्ने हुन्छ। अब सेलेक्ट गरिसकेपछि तल स्क्रोल गरेर तपाईँ यहाँ देख्न सक्नुहुन्छ सबमिट भन्ने अप्सनमा तपाईँ क्लिक गर्नु होला। अब यहाँ आर यु स्योर भन्ने अप्सन आउँछ भनेपछि तपाईँले
यो एकचोटि गरिसकेपछि तपाईँले एडिट गर्न पाउनुहुन्न। त्यसरी तपाईँ एकचोटि आफ्नो डकुमेन्ट्सहरू पूर्ण रूपमा सही छ कि छैन त्यो चेक गर्नुहोला। यदि तपाईँ कुनै गल्ती छैन भने तपाईँ यहाँ ओकेमा क्लिक गर्नुहोला र सबमिटमा थिच्नु। अब फर्म रेडी भएर आइसकेको छ। तपाईँ अब यहाँ क्लिक गरेर तपाईँ डाउनलोड गर्न सक्नुहुन्छ। अब यो फर्म चाहिँ कहाँ हुन्छ तपाईँलाई थाहा छैन भने म तपाईँलाई यो फर्म पनि डाउनलोड गरेर देखाउने छु। यसको लागि तपाईँ डाउनलोड गरिसकेपछि तपाईँ यहाँ फाइलमा आउनुपर्ने हुन्छ र तपाईँ फाइलमा आइसकेपछि तपाईँ यसमा एनआइडी सर्च गर्नुहोला र देख्न सक्नुहुन्छ। यहाँ अब देख्न सक्नुहुन्छ एनआइडी को यो फर्म डाउनलोड भएर आइसकेको छ। तपाईँ यसरी नै आफ्नो मोबाइलमा र कम्प्युटरमा गर्न सक्नुहुन्छ। अब डाउनलोड गरिसकेपछि तपाईँ प्रिन्ट गर्नुहोला र प्रिन्ट गरेर तपाईँ तोकिएको डेटमा बायोमेट्रिक गर्न जान सक्नुहुन्छ। अब यसको लागि तपाईँले आफ्नो बायोमेट्रिक गर्नको लागि यदि विवाह गर्नुभएको छ भने, विवाहित हुनुहुन्छ भने तपाईँ विवाह दर्ता र नागरिकता र बसाइसराई गर्नुभएको छ भने बसाइसराईको सर्टिफिकेट पनि साथमै जानुपर्ने हुन्छ। सो साथीहरू, भिडियो तपाईँले कस्तो लाग्यो? यदि भिडियो राम्रो लाग्यो भने तपाईँ कमेन्टमा फर्म भर्नलाई केही समस्या परेमा तपाईँ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।